प्रकृतिको एक अलग परिभाषा, सुन्दरताको बयान र यो देशको गौरव भनेर मानिएका यी ठाउँहरूलाई हामीले अहिलेसम्म नहेरेका र नदेखेका तपाईँ, म र हामी जो कोही पनि छौँ, आउनुहोस्, झोला बोकेर पैदल हिँड्नुहोस् या आफूसँग भएको सवारी साधनलाई फुल ट्याङ्क गरेर राइडमा निस्किनुहोस्। त्यो तपाईँहरूको इच्छा हो। जिन्दगीका हजारौँ सपनाहरू यहाँ आएर साकार भएका छन्। हजारौँ प्रश्नहरूको उत्तर पाएको छु मैले। आफूले आफूलाई नै चिन्ने मौका दिएको छ यो प्रकृतिले मलाई आज। म हदभन्दा ज्यादा खुसी छु आज। म वास्तवमै हराएको रहेछु। आज म को हुँ र मेरो अस्तित्व के हो भन्ने कुरा मलाई नै बुझाएको छु। कसरी लागेका यी थकानहरू तपाईँलाई म विस्तृत रूपमा भन्नेछु। यहाँसम्म आइपुग्दा हामीले भोगेका हाम्रा भोगाइहरू सब तपाईँहरूलाई म सेयर गर्नेछु। यो यति सहज र यति सजिलै परिभाषा गर्न मिल्ने र यति सजिलै व्यक्त गर्न पक्कै पनि मेरो र मैले भोगेका यी भोगाइहरूबाट तपाईँहरूलाई एकछिन हामी एकैपल्ट यहाँ आएका त पक्कै पनि होइनौँ। आउनुहोस्, सुरुबाट सुरु गरौँ। यो झरना, यो बाटो, यो पहाड अनि त्यो तपाईँहरूले हेर्नुभएको त्यो ल्यान्डस्केप, त्यो पक्कै पनि कल्पनाको कुरा हो। रास्ता त बहुत बाँकी छ रे दादा, पुराका पुरा बाँकी छ नि दादा। तेल त पुरै भ्याइहालेछ दादा। तर पर्खिनुहोस्, भिडियो भ्याइएको छैन। भिडियोको भर्खर सुरुवात हो। हामी काठमाडौँदेखि पोखरासम्म यो म्याप अनुसार अबको राइड सुरु गर्छौँ। Hello, good morning everyone. It's me Mr. Gautam. Welcome back to my new video, new vlog, new travel है। आज चाहिँ हाम्रो अपूर्व स्थानको राइड सुरु हुँदैछ है। अब म यहाँ घरदेखिबाट चाहिँ निस्केर रेडी भएर जान लागेको। नर्मल्ली कुनै पनि ट्रेक, राइड अथवा कुनै पनि हाइक जाँदाखेरि के हुन्छ भन्दा त त्यो जानुभन्दा अगाडि त कति धेरै प्लानहरू हुन्छ नि त होइन। त्यो प्लानहरू मध्येमा हाम्रो पनि त्यस्तै एउटा प्लान थियो, अपूर्व स्थान राइड। 5 महिनादेखिबाट हामीले गरेको यो राइडको प्लान चाहिँ कतिचोटि क्यान्सल भयो क्या होइन। तर फाइनल्ली म र रोशन दाई भएर यो प्लानलाई चाहिँ अब चाहिँ सक्सेस नै गर्ने, अब यो राइडलाई चाहिँ कम्प्लिट नै गर्ने भनेर हामीले जाने डेट फिक्स गऱ्यौँ। र त्यो जानुभन्दा केही दिन अगाडि रोशन दाईले एउटा म्यासेज आउँछ र त्यो म्यासेजमा जानको लागि हाम्रो अर्को एकजना दाई पनि रेडी हुनुहुन्छ। त्यहाँ पारसकोमा एउटा डोरी लिँदै गर्छु भने ऊ 6 बजे आएको थियो। ऊ र म ब्याग ठुलो भएछ अनि अर्कोमा हात यो एङ्गल ठिक छ, यो ठिक छ। अलिकति यसलाई यस्तो गर्नु, तल टिल्ट हुन्छ, यति गर्न टाइट गरिदिनु त। यो भयो भने बाइक नै देख्छ, ऊ पनि फ्रेम पनि देख्छ क्या। त्यहाँ जानु मात्र ठुलो कुरा पनि त भएन नि त। त्यहाँ पुगेको चिजहरूलाई क्याप्चर गरेर हजुरहरू सामु देखाउनु पनि त च्यालेन्जिङ छ नि त होइन। त्यही भएर हामी हाम्रो सेटअपलाई चाहिँ प्रपर सेटअप गरेर अनि अगाडि बढ्छौँ। मर्निङमा त पुरै खाली छ त। अनि यस्तो बिजी रोड पनि भ्यालीमा चाहिँ अलमोस्ट टाइम यस्तै हुनुपर्छ क्या। लगभग यतिको ट्राफिक भयो भने चाहिँ ठिक हो क्या। तर जहाँ चाहिँ लास्ट ल्याङ हुने नि त। यो सहरको यो बेकार कुराहरूलाई छोडेर म तपाईँहरूलाई चिनाउँछु हामीसँग आज राइड गर्ने सबै राइडरहरू। उहाँ अगाडि हुनुहुन्छ जिक्सरमा हुनुहुन्छ मुकेश दाई, म मिस्टर गौतम, अनि हामीसँग हुनुहुन्छ रोशन राज दाई। हामी तीनजना यो नागढुङ्गाको बाटो क्रस गरेर अगाडि गएर चिया नास्ता खाने र यहाँदेखि अगाडि गर्ने भन्ने हाम्रो प्लान अगाडि नै फिक्स भइसकेको। तर हामीलाई 9 बिसेसम्म पुग्नको लागि यति धेरै कठिन भयो कि यदि मुगलिनदेखि काठमाडौँ आउने बाटोमा सबैभन्दा खराब बाटो कहाँ छ भनेर कसैले भन्छ भने 9 बिसेदेखि मुगलिनको बाटो मध्येमा यो 9 बिसेदेखि नागढुङ्गाको बाटो एकदमै खराब छ। तपाईँहरू पनि यदि जाँदै हुनुहुन्छ भनेदेखि याद गर्नु होला, यो बाटो अति धेरै जाम, अति धेरै रफ र अति धेरै अफरोड पनि त्यो लेभलको अफरोड हो कि जहाँ जतिखेर पनि लड्न सकिन्छ क्या। त्यहाँनिर यतातिर होला
चाहने होला भनेको के आज आमा कपाल त यार यस्तो बिजोग भयो यता झार्छुन् जाँदैन यता झार्छुन् जाँदैन यस्तो के छ भाइ खाजा खानु मिठो छ फेरि हामी कहाँ जान्छ खानु मुगलिन अनि रोशनदाई अर्को क्लियर भयो नि भाइ भिजिबिलिटी बवाल हुनु पऱ्यो होइन ठिक हो ओके खाजा साजा खाइयो अब यहाँदेखि निस्किरहेको हामी मार्क्स चाहिँ चाहिने थियो एउटा मार्क्स होइन सुरुवातको 1-2 घन्टा त हामीलाई अति धेरै मजा आइरहेको थियो राइड पनि मजाले गरिरहेको थियो सुरुमा त्यस्तै डटी बाटोहरू भेटे पनि पछि त अलि राम्रै रोडहरू भेटिँदै थियो तर एउटा पोइन्टमा पुगेर रोड कटिङ गरिरहेको ठाउँमा गएर हामीले लगभग आधी घन्टादेखि 45 मिनट वेट गर्नुपर्दा त्यहाँको जस्तो हरिबिजोग चाहिँ कहीँ पनि भएको थियो एकदमै यो चाहिँ कुरिन घाटबाट अलि अगाडि गएपछि कुरिन टारबाट थोरै अगाडि गएर मुगलिन नपुग्दै त्यहाँनिर चाहिँ रोड चाहिँ कटिङ भइरहेको रहेछ त्यो कटिङले हाम्रो हालत यस्तो बिजोग बनाउनेवाला थियो त्यो म कल्पना गर्न पनि सक्दिनँ त्यहाँको त्यो लगभग 20 मिनटको त्यो वेटिङले गर्दाखेरि हाम्रो त्यो दिनको राइड नै पुरै ध्वस्तै खराबै भएको थियो क्या त्यही भएर यो चाहिँ एकदमै मिस गर्न नसकिने र मिस गर्नै नमिल्ने मोमेन्टहरू चाहिँ हामीले फेस गरेका थियौँ मुकेश दाइ के गर्दै हो तपाईँ पानी परेर हेऱ्यो नि रोशन दाइलाई त चाइनिज जस्तो देखिरहेको छ स्पिड गेमको लुगा लगाएको जस्तो हेऱ्यो अनि क्रिस्टल रेस्टुरेन्टमा चाहिँ खाना खाएर आउनु निस्क्यो मुगलिनको त्यो खाना खाएर चाहिँ त्यो थोरै रेस्ट गरेर हामी अगाडि बढेपछि यदि मुगलिनदेखिबाट आबु खैरिनीपट्टि जाँदै हुनुहुन्छ र त्यो बिचमा तपाईँहरूलाई बस्नको लागि केही टाइम छ र त्यहाँ बिचमा चाहिँ इन्जोय गर्न चाहनुहुन्छ भनेदेखि त्यहाँ चाहिँ एना पहाड भन्ने छ क्या सिसा झरना भन्छन् खासमा चाहिँ नाम दुईटामा चाहिँ कन्फ्युज छु म के हो चाहिँ थाहा भएन ऐना पहाड भन्ने यो ठ्याक्कै पहाडको चाहिँ अगाडि त्यो भित्र खोजमा चाहिँ एउटा झरना छ र त्यहाँ त अहिले त बस्नको लागि त्यहाँ भ्यू पोइन्ट फोटो खिच्नको लागि फोटोग्राफको लागि भिडियोग्राफको लागि अति धेरै स्पेस बनाइदिएको रहेछ पहिला यस्तो थिएन अहिले चाहिँ अति धेरै राम्रो बनाइदिएको रहेछ ऊ माथि गएर बस्ने त्यहाँ यहाँ त्यहाँ गाडी आएर फोर रहेछ झर्ना त पुरै रातो अहिले त के हो अनि अब हाम्रो राइडमा चाहिँ थोरै चेन्जेसहरू आउँछ हाम्रा स्पिडहरू अलि बढ्दैछन् र बाटो पनि एकदमै ठिकठाक होइन राम्रै छ बाटो कम्प्लिट भइसकेको छैन कति ठाउँमा कम्प्लिट भइसकेको छ र कति ठाउँमा चाहिँ डिभाइडरहरू राखेर चाहिँ एउटै लेनबाट जानुपर्छ बाटो राम्रै छ योबाट हामी दमौलीसम्मको यो राइडलाई चाहिँ अति धेरै इन्जोय गर्छौँ एकदम बवाल छ है रोडहरू तर यो बर्खाको सिजनमा अलिकति रिस्क हुनसक्छ बाटोहरू स्लिपरी भएको हुनाले चाहिँ त्यस भएर चाहिँ अलिक केयरफुल हुनुपर्छ र हामी पनि अलिक केयरफुल भएर लगभग एभरेज 60-70 को स्पिडमा हामी अगाडि गइरहेको थियौँ तर अगाडिको यो बाटो यतिखेरको यो बाटो यहाँदेखि पोखरासम्म कम्प्लिट भइसक्दाखेरि चाहिँ यो बाटोमा धेरै नै एक्सिडेन्टहरू हुनेवाला छ त्यसरी विचार गर्नु होला यो अगाडिको डुम्रे बजार हो यो है डुम्रे यहाँदेखि बेसी सहर भयो सेट पानी पऱ्यो बेसी सहर भयो मनाङ जानको लागि यहाँ डुम्रेदेखिबाट बेसी सहर जानुपर्छ त्यही भएर यहाँ आइपुग्नु भयो भने यो अगाडिको डुम्रे बजार थोरै अगाडि गएर अगाडिबाट चाहिँ राइट लाग्नुपर्छ लाइक अगाडि राइट गयो भने चाहिँ बेसी सहर पुगिन्छ अनि बेसी सहरदेखिबाट मनाङ जाने है गाइजहरू
दमौली बजार जस्ताको जस्तै चाहिँ बाटो चाहिँ बजारको बाटो चाहिँ बनाएर रहेछ। बजार पनि यो एकदम पुरानो बजार हो कि दमौली पनि। ब्यागको कभर त उडेछ त मेरो। भर्खरै पो याद भएको ऐनामा हेरेर त यहाँ त के हो खतरा भएछ त। बेनीमा नुहाउनु पायो आजसम्म त नुहाउनु पाउला। आजसम्म त इयरफोन लगाएर बसेछौ। हेलमेटमा दुख्दैन कान? अहिले चाहिँ अलिकति दुखा जस्तो भयो नि निकाल्दियो फोनमा थियो कि हो कि फेरि अघि बर्ड्स पनि बिग्रियो मैले जस्तो भनेको थिएँ नि हजुरलाई पानीमा। खासमा के भनिदिन्छ भन्दाखेरि यो खासै केही फरक परेन उस्तै हो भनिदिन्छ कि हिँड्यो भने धेरै बेर हिँड्छ त्यो टाइम वाइज चाहिँ फेरि एउटै होला। पोखरामा क्विक लन्ड्री सर्भिस हुँदैन 2 घन्टा 3 घन्टामा गरिदिने हुन्छ छ त। त्यसो अब यो भने त आउँदा जाँदा पुरैलाई हो क्या पाइट। अनि अहिलेको जाँदा धुने भने होइन त्यस्तो केही पऱ्यो भने वर्षिप गेट त कम होला है त्यो त छ नि। 1-2वटा ट्र्याक त राखेको छु अब पनि ढिलो लुगा हाल्यो कि जस्तो लागिरहेको थियो। आजको वेदर हेर्दा ठिकै हो कि राइडमा यस्ता कुराहरू त नर्मल नै हो। यस्ता कुराहरूलाई फेस गर्नु त्यति ठुलो जस्तो मलाई लाग्दैन। तर यो दिनको यो बर्खाको यो हामीलाई यातना चाहिँ अति नै धेरै भएको थियो कि जेन तेन दुःख सुख हामी पोखरासम्म पुग्यौँ र पोखरा गएर प्रदीपलाई कल गरेर चाहिँ होटेलमा चाहिँ लिन आइज्यौ भनेर हामीले कल गऱ्यौँ र प्रदीप पनि हामीलाई होटेलमा लिन आए र उसँग हामीले होटेलमा इन्ट्री गऱ्यौँ। अनि त्यसपछि होटेलमा गएर रेस्ट गरेर कपडाहरू चेन्ज गरेर ड्रेसहरू चेन्ज गरेर अनि हामीले सुरुमै यो तातो पानी चिया मुकेश दाइ चाहिँ 3 बाइन ठर्रा हान्दै हो। यता दाइले छ्याङ खाँदै हुनुहुन्छ चामलमा। अब पालो थियो हामी पोखरालाई चाहिँ एक्सप्लोर गर्ने। पोखरा नपुग्नु भएको त सायद कमी नै हुनुहुन्छ होला। यदि कोही जानु भएको छैन र गइसक्नु भएको छ भने पनि हाम्रो पोइन्ट अफ भ्यूबाट पोखरालाई हेरिदिनुहोस्। पोखरा मलाई एकदम पिस ठाउँ लाग्छ। मान्छेहरू जान्छन् लेक साइड जाने हो, सारङकोट जाने हो, फेवाताल, रूपाताल, बेगनासताल यी तालहरू अनि 2-4वटा केबहरू जान्छन् घुम्छन् र फर्छन्। त्यो बाहेक पोखरामा भएका चिजहरू, पोखराका ती कल्चरहरू, पोखराका ती सी फुडहरू, पोखराको त्यो बोटिङको त्यो एक्सपिरियन्स अनि त्यो सन्ध्याकालीन त्यो सनसेटको त्यो मजा, माछा पुछ्रेको त्यो रिफ्लेक्सन, त्यो सब चिजहरूलाई बिर्सेर चाहिँ पोखरामा त्यो क्लब, त्यो पब अनि त्यो नाइट बारका ती साउन्डहरू अनि ती डान्स बारका ती डान्सहरूतिर अल्झिने ती सबैलाई एकचोटि यता आएर यो फिलहरू गरिदिनुहोस् अनि बुझ्नुहुन्छ तपाईँहरूले। हामी पुग्दै गर्दाखेरि चाहिँ सनसेट हुँदै थियो है। त्यो सनसेट हुँदै गर्दाखेरिको त्यो लाइट गोल्डन लाइटमा चाहिँ रोशन दाइको यो फोटोग्राफी बबाले उहाँले फोटो त दिनु भएन, मैले हाल्न पाइनँ होइन। तर पनि म यो सनसेट हेरेर चाहिँ अति धेरै चाहिँ एकदमै भावुक भएको थियो क्या। त्यो साइडमै भाइहरूले चाहिँ चिया बनाइराखे, माछा पुछ्रे डुब्दै थियो, दाइहरूको यो म्युजिक है। अनि त्यसपछि हाम्रो यो इन्ट्री त झन् पोखरालाई सुनमा सुगन्ध जस्तो भएको थियो। तर यो पोखराको यो मिठो, यो मिठास र यो न्यानोपनलाई यहीँ नै छोड्नुपर्छ र भोलि फेरि तपाईँहरूलाई त्यो सुरुमै देखाएको त्यो चिजहरूसँग फेस गर्नको लागि हामी डे 2 यहाँ पोखरादेखिबाट चाहिँ हामी अगाडि बढ्छौँ। भोलि कहाँ पुग्छौँ, कुन ठाउँमा पुग्छौँ र कसरी पुग्छौँ त्यो हामी आफैलाई थाहा छैन। तर आजको लागि यो भिडियो यहीँ अन्त्य गर्छ। तपाईँहरूले धैर्य गरेर यहाँसम्म भिडियो हेरिदिनु भयो, प्लिज भोलि पनि हेरिदिनु होला। भोलि तपाईँहरूलाई यही मुस्ताङ अप्पर मुस्ताङको 2nd एपिसोड आउनेछ। त्यसो भन्दै सबैलाई बाई बाई, लभ यु, गुड नाइट, सी यु
जाँदै सब्सक्राइब गरिदिनु होला र यो भिडियोलाई लाइक कमेन्ट सेयर पनि गरिदिनु